सो गाइज होइन हामी महाशिवरात्रिको पावन अवसरमा त यहाँलाई यही मिलाएर हाल्दा हामी यता पशुपतिमा आइसकेका छौँ। एकदमै जाम छ। हाम्रो सर पनि हुनुहुन्छ है। हेलो सर, शिवरात्रि स्पेसलमा हेलो हेलो ओके। अब हामी जोडिने ओके। माहौल तातेको छ भोटकेमा। गाइज हामी बसमती 11 घाटमा छौँ। लोभ लालचको लागि आखिर पुग्नु त यही ठाउँमा हामीहरू सबैले। आखिर के छ मरे लानु, यही हो सबैको अन्त्य, सबको यही हो। आखिर सत्य यही हो। त्यसैले नराम्रो मान्नुपर्ने कुरा केही पनि छैन। सधैँ भगवान्को नाम जप गरौँ, भगवान्को स्मरण गरौँ, सधैँ भक्तिभावमा रहौँ। यही सबभन्दा ठुलो कुरा। आखिर सत्य यही हो सबैको लागि है। शिवरात्रिले सबै मृत परिवारमा सुख शान्ति लाओस्। आखिर के रहेछ जिन्दगी, यही हो अन्तिम सत्य। होइन बसमती आरती हुने ठाउँमा छौँ अहिले हामी। एकदमै भिड छ आज। आरती हुनलाई स्टार्ट हुनै लागेको छ। यता हाम्रो आरती हुन्छ। सबै दर्शकहरू भक्तजनहरू यता हामी सबै अहिले एकदम तयारी अवस्थामा छौँ र आरती सुरु हुने बेला भइसकेको छ। हामीसँगै जोडिराख्नु होला। के भन्नु म चाहन्छु भाइ? केही होइन, हर हर महादेव। हामी एकदम माथि आइसकेको छ अहिले है। माथिको बाटो भ्यू यस्तो देखिरहेछ। यता भक्तजनहरूको भिड छ एकदमै। सबैजना ल हेलो ओके। सो गाइज हामी अब फर्किसकेका छौँ है। पछि घुमाउनुको अरे खलीका भी दादा आ गए त। हामी चाहिँ यस्ता अब फर्किन लागेको छौँ है। घर आरती सक्यो, यही हो। हामी आरती सकाएर अब घरतिर फर्किन लाग्यौँ। के भन्नु छ तपाईँको? केही भन्नु छैन। आजको दिन सुखद
गयो खुसी एकदम बाबा भोलानाथको सबैमाथि कृपा दृष्टि छँदैछ उहाँले नै सर्व पाप हर्नुहुन्छ ल अब हामी कोठातिर प्रस्थान गर्दैछौँ ह्याप्पी महाशिवरात्रि गुड नाइट हामी 3 मिनट पुगेका छौँ अहिले एकदमै यता हाम्रो क्रिकेट पनि चलिरहेको छ ग्राउन्डमा हाम्रो घरमा पुगिसक्यो अहिले है पार्किङ हुँदैछ आजको शिवरात्रि यस्तै भयो रमाइलो भयो यति भन्दै हामी अहिलेलाई बिदा लिन्छौँ बाई बाई गुड नाइट ह्याप्पी शिवरात्रि टेक केयर सबैजना ल